हेलो साथीहरू नमस्ते वेलकम टु आवर युट्युब च्यानल द ब्याङ्क नेपालमा। आज हामी द ब्याङ्किङ तयारी गर्नुभएका साथीहरूको लागि एकदमै महत्त्वपूर्ण इफेक्टिभ क्लास गणित क्लास लिएर आइसकेका छौँ। आशा छ यो क्लास तपाईको लागि एकदम सफलताको सारथी बन्नेछ भनेर। ल सुरु गरौँ है त। नमस्ते साथीहरू, आज हामी विशेष गरी ब्याङ्किङ क्षेत्रमा आफ्नो भविष्य खोजिराख्नुभएका साथीहरूको लागि एकदमै महत्त्वपूर्ण टपिक। कन्सेप्ट नबुझेपछि एकदम गाह्रो लाग्ने, तर कन्सेप्ट बुझिसकेपछि एकदमै इजी सजिलो टपिक एकदम हामी आज डिस्कस गर्न गइरहेका छौँ। युनिटरी मेथड, एकीक नियम, जसलाई नेपालीमा एकीक नियम भनिन्छ। ठिक छ साथीहरू, आज हामी एकदम युनिटरी मेथडको फुल कन्सेप्ट हजुरहरूलाई सिकाउन गइरहेका छौँ। योबाट एनआरबी, विशेष गरी एनआरबी, आरबीबी, आरबीबीएल, एडीबीएल साथीहरू, एडीबीएल, एनबीएल प्लस अन्य ब्याङ्क तथा वित्तीय संस्थाहरूमा पनि यो टपिक एकदमै महत्त्वपूर्ण छ साथीहरू। योबाट दुई प्याटर्नले क्वेसन आउने गर्दछ। एउटा त प्रिटेस्ट, हजुरहरूको लागि प्रिटेस्टको लागि क्वेसन आउँछ भने एउटा सल्भिङ टाइपको क्वेसन आउने छ साथीहरू। प्रिटेस्टमा एमसीक्यू सोध्छ भने सल्भिङमा ल्याङ्ग्वेज सोध्छ साथीहरू, ल्याङ्ग्वेज टाइपको क्वेसनहरू। ठिक छ, आज एकीक नियम के हो, युनिटरी मेथड के हो, कन्सेप्ट क्लियर गरेर एकदम हजुरहरूलाई सिकाउन गइरहेको छु। हामीले युनिटरी मेथड पढ्दाखेरि साथीहरू विशेष गरी हामीले युनिटरी मेथडमा केही यसका टाइपहरू, योभित्र कुन कुराहरू पढ्नुपर्छ भन्ने कुराहरू हामीलाई सामान्य जानकारी हुन जरुरी छ। जस अन्तर्गत हामीले युनिटरी मेथड पढ्दाखेरि विचरण सम्बन्धी हिसाबहरू, साथीहरू, जसलाई इङ्ग्लिसमा भ्यारिएसन सम्बन्धी भन्दैछ, भ्यारिएसन रिलेटेड, अनि यसै गरी रासन सम्बन्धी क्वेसनहरू गर्छौँ साथीहरू। रासन सम्बन्धी, जसलाई इङ्ग्लिसमा पनि रासन नै भन्ने गर्छ साथीहरू। रासन रिलेटेड, यसको साथै हामीले केही क्वेसनहरू ठेकेदार सम्बन्धी पनि गर्नुपर्ने हुन्छ साथीहरू। सम्बन्धी, जसलाई कन्ट्र्याक्टर रिलेटेड क्वेसनहरू भन्छ साथीहरू। कन्ट्र्याक्टर रिलेटेड क्वेसनहरू, अनि यिनीहरू भनेको हामीहरूले तालिका बनाएर टेबल तालिका बनाएर यिनीहरूको प्रत्यक्ष विचरण र अप्रत्यक्ष विचरण टाइप हुने गर्दछ साथीहरू। त्यसको आधारमा हामी तालिका बनाएर गर्छौँ भने अब हामीसँग केही अन्य टाइपका क्वेसनहरू पनि आउने गर्छन्, जसलाई ल्याङ्ग्वेज टाइपका क्वेसन भन्ने गरिन्छ, जसमा समय र काम, टाइम एन्ड वर्क, अन्तिममा हामीले कस्तो टाइपको क्वेसन गर्छौँ भने साथीहरू, जुन हामीलाई बेला बेलामा कुनै लोकसेवाले सोध्ने क्वेसनहरू त्यहाँ सोधिरहेको हुन्छ, पाइप र ट्याङ्की सम्बन्धी। पाइप र ट्याङ्की सम्बन्धी क्वेसनहरू साथीहरू, पाइप एन्ड ट्याङ्की। यो जुन विचरण सम्बन्धी, रासन सम्बन्धी र ठेकेदार सम्बन्धी हामीले तालिका अघि नै डिस्कस गरिसके साथीहरू। तालिका बनाएर हामीहरूले यसको सल्भ गर्छौँ भने
यो समय र काम भनेको चाहिँ एउटै प्रकारले हामीले यसको सोलुसन सल्भ गर्छौँ साथीहरू, जुनलाई ल्याङ्ग्वेज तरिकाले गर्नेछौँ हामीले, भाषागत तरिकाले है। भाषागत तरिकाले। अब यति जानिसकेपछि हामीले यो फर्स्ट टाइपको क्वेसनहरू भयो साथीहरू, सेकेन्ड टाइपको क्वेसनहरू म्याक्सिमम हामीहरूलाई फर्स्ट टाइपको पनि आइराखेको हुन्छ, तर सेकेन्ड टाइपको पनि एकदम इम्पोर्टेन्ट छ साथीहरू। अब विचरण सम्बन्धी हामी यति जानिसकेपछि विचरण सम्बन्धी क्वेसनहरूमा केही डिस्कस गर्छौँ साथीहरू। विचरण भनेको दुई राशि बीच तुलना गर्दा देखिने सम्बन्ध नै विचरण हो साथीहरू। ल यसलाई म थोरै लेखिदिन्छु। दुई राशिहरू बीच तुलना गर्दा मसँगै लेख्नु होला साथीहरू, हजुरहरूले पनि। सम्बन्ध नै विचरण हो। यसमा केही विचरणहरू चाहिँ जस्तै इक्जाम्पलको लागि मानिसको सङ्ख्या सोधिरहेको हुन्छ साथीहरू। सङ्ख्या, दिन, घण्टा, काम, दूरी, मूल्य, आयतन, क्षेत्रफल आदि इत्यादि जुन पनि यस्तै कुनै विचरणहरू, केही राशिहरू जसलाई राशि भन्छौँ साथीहरू, राशिहरू सोधेको हुन्छ क्वेसनले, त्यसलाई हामीले एकदम मनन गर्नु जरुरी छ। अनि विचरणको टाइप अफ भेरिएसन भेरिएसन विचरण दुई प्रकारको हुन्छ साथीहरू। एकमा हामी डाइरेक्ट भेरिएसन भन्दैछौँ अनि दुईमा इन्डाइरेक्ट भेरिएसन, प्रत्यक्ष विचरण। दुईमा अप्रत्यक्ष विचरण। कुनै दुई राशि बीचको मानहरू एउटाको मान बढ्दा अर्कोको पनि मान बढ्छ भने साथीहरू त्यो डाइरेक्ट भेरिएसन हो, प्रत्यक्ष विचरण। एउटाको मान बढ्छ, कुनै एउटाको मान बढ्यो भने अर्काको पनि बढ्छ भने त्यो डाइरेक्ट हो साथीहरू मान। यदि कुनै एउटा राशिको मान बढ्दा अर्को राशिको चाहिँ मान घट्छ भने त्यसलाई अप्रत्यक्ष विचरण भन्छौँ साथीहरू। यसमा चाहिँ बढ्दा घट्छ, अर्को राशिको चाहिँ घट्छ। साथीहरू तपाईँहरूको लागि एउटा क्वेसन लिएर आएको छु। क्वेसनलाई राम्रोसँग पढ्नु होला। सबैभन्दा पहिला क्वेसनलाई एकदम बुझ्न जरुरी छ, त्यो पछाडि सोलुसन गर्न आवश्यक रहन्छ। 14 जना मानिसले दैनिक 10 घण्टाका दरले कुनै काम 90 दिनमा गर्न सक्छन् भने 30 जना मानिसले दैनिक 12 घण्टाका दरले सो काम कति दिनमा गर्न सक्छन् भनेको छ साथीहरू। क्वेसन विचरण सम्बन्धी रिलेटेड छ क्वेसन साथीहरू। यसलाई हामीले सल्भ गर्ने बेला, यसको सोलुसन गर्नुपर्दा हामीले क्वेसनलाई राम्रोसँग पढिसकेपछि, क्वेसनले भन्न खोजेको कुरा के हो बुझिसकेपछि साथीहरू यहाँ लेखेर हामीले क्वेसनको सोलुसन सुरुवात गर्नेछौँ साथीहरू। क्वेसनले 12 घण्टाका दरले सो काम कति दिनमा गर्न सक्छन् भनेको छ साथीहरू। क्वेसनमा मानौ सो काम 100 दिनमा
गर्न सक्छन्। क्वेसनले खोजेको के हो, कति दिनमा गर्न सक्छन् भनेर सोधेको छ। हामीले एक्सलाई एजुम मान्न सक्छन् साथीहरू। ल म अब क्वेसन को सोलुसन गर्न गइरहेको छु। हामीले यसलाई तालिका, मैले अघि नै भनिसके साथीहरू, तपाईहरुलाई यस्तो टाइपको क्वेसन आयो भने हामीले त्यसलाई तालिका मेथडबाट हामीले त्यसको सोलुसन निकाल्नु पर्छ। यहाँ तीनवटा मानिस, घण्टा र दिन गरेर तीनवटा भेरिएसन दिएको छ। मानिस, घण्टा, दिन। सुरुमा क्वेसन पढ्नु होला साथीहरू। 14 जना मानिसले दैनिक 10 घण्टाका दरले कुनै काम 90 दिनमा गर्न सक्छन् लेखेको छ साथीहरू। 14 जना मानिसले 10 घण्टाका दरले कुनै काम 90 दिनमा गर्न सक्छन् भने 30 जना मानिसले दैनिक 12 घण्टाका दरले सो काम कति दिनमा गर्न सक्छन् भनेर सोधेको छ साथीहरू। हामीले एक्स मानिसकेका छौँ, एक्स। अब तपाईहरुले बुझ्नुपर्ने कुरा यहाँनिर छ, हामीलाई क्वेसनले के सोधेको छ, दिन सोधेको छ। एउटालाई बेस लिनु पर्यो साथीहरू। एउटालाई बेस लिएपछि हामीले के सोधेको छ, क्वेसनले दिन सोधेको छ, हामीले दिनलाई बेस लियौं। अब एउटासँग अर्कोलाई तुलना गर्नु पर्यो साथीहरू, यो प्रत्यक्ष विचरण हो कि अप्रत्यक्ष विचरण हो भनेर। अब हामीलाई क्वेसनमा दिन सोधेको छ, दिन सोधेपछि हामीले दिनलाई, तपाईहरुले साथीहरू बेस जसलाई लिँदा पनि हुन्छ, तर सजिलोको लागि क्वेसनले सोधेको कुरा के छ त्यसलाई नै बेस लिँदा राम्रो। मैले क्वेसनले जे सोधेको हुन्छ त्यही कुरालाई नै बेस लिने गरेको छु। मैले दिनलाई बेस लिएँ साथीहरू। अब मैले दिन र घण्टालाई मैले कम्पेयर गर्छु साथीहरू, तुलना गर्नुपर्छ। यसमा रिलेसन के छ भनेर थाहा पाउनलाई हामीले तुलना गर्नुपर्छ, प्रत्यक्ष विचरण हो कि अप्रत्यक्ष विचरण हो भनेर। अब कुनै मान्छेले एउटा काम सक्नु छ भने धेरै दिन काम गरे, धेरै दिनमा थोरै घण्टामा काम गरे पनि सक्छ भने, छिटो सक्नु छ भने हामीले अब दिन र घण्टालाई तुलना गर्दैछौँ साथीहरू। कुनै मान्छेले एउटा निश्चित समयमा काम सक्नुपर्ने छ भनेपछि उसले दिनमा थोरै दिन काम गरेको छ भने उसले काम गर्ने जुन आवर, घण्टा हुन्छ त्यो बढाउनु पर्ने हुन्छ साथीहरू। भने दिन उसले धेरै दिनमा काम सक्नु छ भने काम गर्ने घण्टा चाहिँ घटाए पनि सकिन्छ। यसरी हेर्दाखेरि दिन बढ्दा घण्टा घट्यो र दिन घट्दा चाहिँ घण्टा बढ्छ साथीहरू। त्यसैले यसको रिलेसन चाहिँ अपोजिट हुने गर्दछ, इन्डाइरेक्ट रिलेसन हुने गर्दछ। यसै गरी घण्टा र दिनसँग कम्पेयर गरेको जस्तै हामीले मान्छे र मानिसको सङ्ख्या र दिनसँग पनि कम्पेयर गर्न आवश्यक हुन्छ साथीहरू। कुनै मानिसले, धेरै मानिसले थोरै दिनमा एउटा काम सक्छन् भने थोरै मानिसले उक्त काम सक्नलाई धेरै दिन लाग्न सक्छ साथीहरू। यहाँ पनि रिलेसन तपाईहरुले बुझिसक्नुभयो होला साथीहरू। धेरै मानिसले थोरै दिनमा काम सक्छन् भने थोरै मानिसले धेरै दिनमा काम सक्छन् भनेको यसको पनि रिलेसन दिनसँग अपोजिट, इन्डाइरेक्ट रिलेसन रहेको छ साथीहरू। यसरी तपाईहरुले साइन एरो गरेर देखाउन पनि सक्नुहुन्छ। अब यहाँ म प्रश्न अनुसार, क्वेसन अनुसार गए साथीहरू। एक्स इक्वल टु 90 इक्वल टु, अब के छ, धेरै दिनमा थोरै घण्टा काम गरे पनि सकिन्छ भनेपछि थोरै दिनमा धेरै घण्टा काम गर्नु पर्यो भनेपछि के हुने भयो, उल्टो हुने भयो सम्बन्ध। उल्टो भएपछि हामीले जुन एक्सलाई माथि 90 लाई तल राखिसकेपछि हामीले यसको भेरिएसन अनुसार चेन्ज गर्नु पर्यो। 10 लाई माथि र 12 लाई तल राख्नु पर्यो साथीहरू। 10/12 इन्टु यसको पनि इन्डाइरेक्ट रिलेसन देखाइसक्यौँ साथीहरू हामीहरूले। इन्डाइरेक्ट रिलेसन देखिएपछि एक्सलाई जहाँ माथि लेखेका छौँ भनेपछि हामीले अब 15 लाई 14 डिभाइडेड बाई 30 गर्नुपर्ने हुन्छ साथीहरू। यति गरेपछि हामीले अब 10 ले 30 लाई काट्छ साथीहरू, हामी कटाउन सक्छौँ। 10 एका 10,
10 तिया 30 अनि 3 ले 90 लाई काट्छ साथीहरु 30 पटक काट्छ त्यो पछाडी 6 ले 12 लाई 2 पटक काट्छ साथीहरु 30 लाई 5 पटक काट्छ 2 ले 2 अन्जा 2 14 लाई 7 पटक काट्छ साथीहरु अब हामीसँग बाँकी के रह्यो x डिवाइडेड बाइ 5 इक्वल टु 7 मात्रै बच्यो साथीहरु सबै कटिसक्यो अब हजुरहरुलाई थाहा छ होला x को डिवाइडमा भएको भ्यालु जुन छ 5 यो चाहिँ हामीले यता 7 सँग मल्टिप्लाई गर्न लिन सक्छौं x इक्वल टु 7 इन्टु 5 गर्न सक्छौं साथीहरु x इक्वल टु 35 भनेपछि बुझिसक्नु भयो होला अब x को भ्यालु कति आयो 35 आयो यहाँ देयरफोर ल यसरी हामीले अब एकदम कन्क्लुजन लेख्नु पर्छ साथीहरु कन्क्लुजन लेख्दाखेरि आवश्यक दिन कति रहेछ 35 रहेछ यसरी तब देयरफोर गराएपछि आवश्यक दिन 35 यति लेखेपछि तपाईको आन्सर कम्प्लिट हुन्छ साथीहरु ल यहाँसम्म यो क्वेशन सल्भ गर्यौं साथीहरु अब अर्को क्वेशन पनि एकपटक हेर्ने छौं यो विचरण सम्बन्धी अब हामी राशन सम्बन्धी क्वेशन एउटा ठेकेदार सम्बन्धी क्वेशन अर्को प्रत्येक जुन मानहरु छन् तिनको प्रत्येक एक वटा क्वेशनहरु सल्भ गर्छौं साथीहरु हामीहरु र साथीहरु मैले अर्को क्वेशन पनि दिइसकेको छु क्वेशनलाई पुनः राम्रोसँग पढ्न जरुरी छ कुनै ब्यारेकका 170 जना सिपाहीलाई 76 दिनलाई पुग्ने खाना थियो 16 दिनको अन्त्यमा सो ब्यारेकबाट 50 जना सिपाहीले छोडेमा बाँकी खाना थप कति दिनलाई पुग्छ भनेको छ साथीहरु यो राशन सम्बन्धी क्वेशन रहेको छ राशन रिलेटेड क्वेशनले हामीलाई के सोधेको छ थप कति दिनलाई पुग्ने छ मानौ 100 दिनलाई है पुग्ने छ यो भन्न सक्छु साथीहरु हामीहरु ठीक छ म क्वेशनको सोलुसन गर्न गइरहेको छु यहाँ लेखेर हामी सुरुवात गर्न सक्छौं अब यहाँ भेरिएसन कतिवटा दिएको छ खाना सिपाही दिन कति दिनमा सिपाही भनेपछि सिपाही एउटा भयो साथीहरु अनि दिन दुईवटा भेरिएसन मात्र दिएको छ सिपाही संख्या त्यसैगरी दिन दिएको छ साथीहरु सिपाही संख्यालाई p ले डिनोट गर्न सक्यो दिनलाई d ले डिनोट गर्न सक्यो साथीहरु यसको तालिका बनाउन सक्नुहुन्छ तपाई नबनाउँदा पनि फरक चाहिँ पर्दैन तर बनाउँदा राम्रो ठीक छ अनि क्वेशनले भने अनुसार अब हामीहरु भ्यालु पुट गर्न गइरहेका छौं कुनै ब्यारेकका 170 जना सिपाहीलाई कति जना 170 जना सिपाहीलाई 76 दिनलाई पुग्ने खाना थियो 16 दिनको अन्त्यमा के भन्छ साथीहरु सो ब्यारेकबाट 50 जना सिपाहीले छोडेछन् भनेपछि 170 जनाले त 76 माइनस 16 इक्वल टु कति हुन्छ साथीहरु 16 दिन मात्रै खाना खाएछन् हैन ठीक छ 76 माइनस 16 इक्वल टु 60 दिन चाहिँ खाना खाएछन् अब दोस्रो कन्डिसन पढ्नु पर्छ साथीहरु यसको साथै 16 दिनको अन्त्यमा सो ब्यारेकबाट 50 जना सिपाहीले छोडे कति जना सिपाहीले छोडे साथीहरु 170 माइनस 50 इक्वल टु 120 भयो भनेपछि सो ब्यारेकबाट 50 जना सिपाहीले छोडेमा बाँकी खाना थप कति दिनलाई पुग्छ भनेको छ साथीहरु के छ यहाँ थप कति दिन भन्नेलाई हामीले ध्यान दिनु पर्यो साथीहरु अब कति दिन हामीले मानौ 100 दिन थप 100 दिनलाई यहाँ मानौ यहाँनेर थप भन्नुपर्छ साथीहरु थप 100 दिनलाई पुग्ने छ भनेपछि पहिले कति दिन छ 60 दिन छ हैन प्लस थप कति 100 दिनलाई पुग्ने छ अब हामीले दुईटा जुन भेरिएसन छन् दुईटालाई हामीले कम्पेयर गर्नु पर्यो धेरै मान्छेले थोरै दिनमा सक्छन् भने थोरै मान्छेले धेरै दिनमा सक्छन् रिलेसन साथीहरु के रहेछ इनडाइरेक्ट
रिलेसन इन्डाइरेक्ट रिलेसन रहेछ साथीहरू। अब हामीले के गर्ने साथीहरू, अब हामीले विचरणको नियम अनुसार के छ 60 + x / 60 इक्वल टु, अब इन्डाइरेक्ट रिलेसन भएपछि साथीहरू 170 / 120 हामीले के गर्न सक्छौँ, यहीँनिर 0 0 कटाउन सक्छौँ। 12 एका 12, 12 पन्जे 60 यो पनि गर्न सक्यो साथीहरू। त्यस पछाडि अब हामीसँग के बाँकी रह्यो त, और 60 + x / 5 इक्वल टु 17, और हामीले के गर्न सक्यो 60 + x इक्वल टु 17 × 5 गर्न सक्यो साथीहरू। और x इक्वल टु 17 × 5 छँदैछ साथीहरू। अब x सँग के छ 60 प्लसमा छ, यता इक्वल टु देखि यता जाँदा के हुन्छ -60। ठिक छ साथीहरू, अब म क्याल्कुलेटर हान्न गइरहेको छु। 17 × 5 कति हुन्छ, x इक्वल टु 17 × 5 कति हुन्छ 85 -60 साथीहरू। 85 बाट 60 घटेपछि कति हुन्छ साथीहरू 25। अब देयरफोर हामीलाई चाहिएको के हो x को भ्यालु हामीले के 25 ल्याइसक्यौँ साथीहरू। अब हामीले कन्क्लुजनमा के लेख्नु पर्यो, देयरफोर थप 25 दिनलाई पुग्नेछ, यति लेख्ने साथीहरू। यो 5 मार्क्सको क्वेसन हो। 5 मार्क्सको क्वेसनमा यो भन्दा धेरै लेख्न जरुरी छैन। यति लेखेपछि तपाईको 5 मा 5 आउँछ साथीहरू। ल ठीक छ, सरी साथीहरू देखिएको रहेनछ, यति गर्दा देखियो होला सायद। अब सायद बुझ्नुहुन्छ हजुरहरूले, केही छैन बुझिहाल्नुहुन्छ। ठीक छ साथीहरू, आजलाई यति नै। भोलि नयाँ क्वेसन प्लस नयाँ क्लास लिएर आउनेछु, त्यसमा सबैजना जोडिदिनु होला। धन्यवाद है।